आज चाहिँ म मेरो माइती घरमा आएको छु। धेरै समय पछाडि म यहाँ आएको छु। मेरो माइतीमा चाहिँ एकदमै धेरै फलफुलको बोटबिरुवाहरू छ कि यो चाहिँ भौसेको बोट हो। अनि यहाँ अमिलो, यो चाहिँ आँप, त्यस्तै गरी केराको बोटहरू पनि टन्नै थियो, अहिले चाहिँ अलि कम भएछ। त्यस्तै गरी यति राम्रो फुल छ कि, यति राम्रो। यो फुललाई के भन्छ, बेगमबली फुल। हामी सानो हुँदाखेरि चाहिँ यो बोट पनि सानो थियो। अब हामी पनि बुढी हुँदै गयौँ, यो फुलको बोट पनि बुढो हुँदै गएछ। धेरै यादहरू सम्झनाहरू जोडेका छन् होइन। हामी खेल्थ्यौँ, रमाइलो गर्थ्यौँ। आज त आएर यसो हेरेर अलि नरमाइलो पनि लाग्यो, रमाइलो पनि लाग्यो। यस्तो छ साथीहरू। म चाहिँ मेरो माइतमा आएको। अनि यतापट्टितिर चाहिँ हाम्रो एकदमै लिचीको बोटहरू, यो लिचीको बोट हो। अनि यो चाहिँ मेन लाइनलाई चाहिँ छोडेर चाहिँ तारमा छोडेर चाहिँ हामीले चाहिँ त्यो कट गरेका छौँ। अनि यो चाहिँ हाम्रो कटहरको बोट। अनि त्यसको यतापट्टि चाहिँ आरुको बोट थियो, अहिले ढलेर चाहिँ आरुको बोट चाहिँ छैन, एकदमै सानो अलिअलि मात्रै छ। उतापट्टि पनि नास्पातीको बोटहरू अलि उता उता छ। कटहरको बोट चाहिँ 2टा थियो, अब चाहिँ एउटा मात्रै बाँकी छ। अर्को चाहिँ बुढो भएर ढल्यो। अनि यतातिर हाम्रो एकदमै केरा के एकदमै धेरै केरा हुन्छ। अब यो मुनतिर फेरि के है, यो के को बेर्नाहरू हो थाहा भएन मलाई। मेरो बाबा एकदमै मेहनती हुनुहुन्छ। बाबाले चाहिँ यसो काम चाहिँ एकदमै धेरै गर्नुहुन्छ कि।